कस्तो छ फुड तपाईहरुको यो भिडियो हेरेर चाहिँ आएको भन्नुभयो भने हामीले 1000 को बिल उठ्यो नि जस्तो जे खानु 1000 बिल उठ्यो भने एउटा मिल्क शेक फ्री दिन्छौं 2000 को भयो भने दुईटा 3000 को भयो भने हुक्का खानुहुन्छ हुक्का फ्री गरिदिन्छौं हामी अब तपाईको अब हुक्का खानुहुन्न भने अरु चीजहरु हुक्काकै प्राइसको अरु चीजहरु चाहिँ हामीले फ्रीमै गर्छौं भनेपछि यो भिडियो हेरेर आउने जति पनि यहाँ ग्राहकहरु हुनुहुन्छ उहाँहरुको लागि चाहिँ कम्प्लिमेन्ट्री नै कम्प्लिमेन्ट्री छ हैन 1000 को खानु भयो भने एक सेट ठ्याक्कै चिया फ्री 2000 को खानु भयो भने मिल्क शेक फ्री हुन्छ अब त्यही हामीले तपाईको मिल्क शेकै अब अरु रेस्टुरेन्टहरुमा 250 300 लिन्छन् हामीले त्यही फ्री गरिदिराछौं त्यही आउनु न अब भिजिट गर्नु एकदम एम्बियन्स चाहिँ एकदम राम्रो स्वर्ग जस्तो देखिन्छ नाइट भ्यू चाहिँ एकदम मलाई पनि अब यो रेस्टुरेन्ट खोलेर मलाई पनि एकदम गर्व हुन्छ नि आफै यही बसेर हेर्यो भने पनि तपाईको ओहो कति राम्रो भयो भन्ने जस्तो हिसाबको एम्बियन्स छ क्या यहाँ त प्राइभेट रुमहरु पनि छ है प्राइभेट बस्नलाई यो सेपरेट रुमहरु पनि छ कसैलाई कोलाहर मन पर्दैन कसैलाई शान्त ठाउँमा बस्न मन पर्छ उहाँहरुको लागि पनि एकदम प्राइभेट रुमहरु छ मजाले उहाँहरु साथीहरुसँग आएर इन्जोय गर्न सक्नुहुन्छ त्यस्तो छ अन्तिममा केही भन्दिनुस् अब ठ्याक्कै लोकेसन चाहिँ चाबेल स्तूपाको अपोजिट साइडमा रहेको छ बबाल चिया ठ्याक्कै देखिन्छ हैन बाँसले तपाईहरुले बार्नु भएको छ अगाडि झिलिमिली बत्ती सदाबहार बलिरहेको हुन्छ ठ्याक्कै देख्नुहुन्छ ठ्याक्कै स्तूपाको अपोजिट हेर्ने बित्तिकै त्यहाँ बबाल चिया भन्ने छ अर्को पनि लोकेसन पिपलपुरबाट 2-3 घर मुनतिर झर्ने बित्तिकै तपाईको यहाँ बबाल चिया टी गार्डन रेस्टुरेन्ट भन्ने ठूलो बोर्ड छ देखिहाल्नुहुन्छ त्यहाँ बाहिरबाट हेर्दाखेरि तपाईको रेस्टुरेन्ट जस्तो छ नि त्यो भित्र आइसकेपछि त्यो मान्छेले एक्सपेक्टै गरे हुँदैन यस्तो नि रेस्टुरेन्ट छ र त भनेर के धेरै मान्छे चाहिँ अचम्मित हुनुहुन्छ के टी गार्डन रेस्टुरेन्टमा जाने भनेर नि प्लान गरे धेरै हाम्रो कस्टमरहरु आउनुहुन्छ हेरिसकेपछि बाहिरबाट हेर्न भन्दा भित्र आइसकेपछि त स्वर्ग जस्तो रहेछ भन्नुहुन्छ राम्रो छ एकदम ठीक छ ओके अब अन्तिममा के भन्नुहुन्छ धेरै दर्शकले हेरेर बसिराख्नु भएको छ अब जस्तो फ्राइडे स्याटरडे आउँछ हैन धेरै जना चाहिँ आफ्नो साथीहरुसँग चाहिँ रमाइलो गर्न पनि चाहनुहुन्छ कहाँ जाने भन्दाखेरि अब ठ्याक्कै यो रेस्टुरेन्टको नाम त पक्कै पनि आउने नै गर्दछ सो अन्तिममा भिडियो हेरेर बस्नुहुने दर्शकलाई के भन्नुहुन्छ तपाईको तर्फबाट मेरो तर्फबाट सबै जना आउनु होला आफ्नो फ्यामिलीहरुको बर्थडेहरु भयो केही ग्यादरिङ भयो भने आउनु होला स्पेस टन्नै छ त्यो भएको कारणले गर्दाखेरि तपाईहरुलाई पनि हामीले अफोर्डेबल रेटमा चाहिँ हामीले खाजाहरु उपलब्ध गराउँछौं अनि त्यही हो सबैजना खुसी बस्नु कोही मान्छे बेरोजगारी हुनुहुन्छ भने चाहिँ आउनु होला एकचोटी समन्वय गर्नु म यहाँ काममा राख्दिन्छु त्यही हो बस्न खान सबै उ गरेर सबै गर्दिन्छु त्यही हो